ल गुड मर्निङ साथीहरू। हामी आज चाहिँ माछा मार्न आएको है। यता हाम्रो प्रकाश दाई, यता सन्तोष। माछा यहाँ हान्दैछ अगाडि। कति पर्छ अब माछा हैन। माछा बन्ने कार्यक्रम हुँदैछ यहाँ प्रकाश दाईले। यो चाहिँ के खेल्ने हो र डाडु? कसरी हान्ने त्यसलाई? ए फाल्नेवाला यसमै खेल्न मिल्छ त? यसमा मिल्दैन, अलिक खुल्ला ठाउँ। हेर्दै गर्नु है माछा कति पर्छ हाम्रो। पर्यो अड्किसक्यो। ठाउँ चाहिँ यस्तो छ है, ठाउँ यस्तो छ है यतातिर। यसलाई लहट्नु पर्यो। माछा काँडा हेर न, माछा काँडा होइन। ल है अब हामी चाहिँ यहाँनिर हान्न लाग्यो। सन्तोषले हान्दैछ। अब नकराइकन बस्नुपर्छ हेरेर। माछा कति पर्छ हेरौँ है। ल फेवाताल हेर्नुहोस्, फेवाताल टन्नै छ मान्छे त यहाँ माछा मार्ने। त्यतिमै त कहाँ आउँछ त अनि, त्यस्तोमै आउँछ त। त्यहाँ माउर खेले। ल सुरु भयो त अब। यसले फेरि यहाँ सर्पको काँडा पाएको खाँदैछ। दसैँ लाखा यसलाई। कसले पकाएको होला है माछा। प्रकाश दाइले चाहिँ यहाँ हान्दैछ है। यता अर्को टिम छ केटाहरूको। यता नि छ यी मान्छेहरू त कता हो खै। यता टन्नै रहेछ केटाहरू। यता चाहिँ हामी दुईजना। र त्यहाँ प्रकाश दाइले पार्यो है एउटा। माछा पारे ल प्रकाश दाइले। प्रकाश दाइ फेरि खतरा खेलाडी हो नि त होइन। अलिक खत्रै पार्छ बुढोले। अहिले चलाए भयो एकछिन राम्रोसँग खाँदिदेऊ न। झन् उतै गइदियो अरे कुकुर त हरामी रहेछ। झन् मै गयो मासले त। माछा हान्दैछु है म। सन्तोष चाहिँ त्यहाँ खाजा लिने गर्छ। माछा परे जस्तो छ है त, हल्लाउँदैछ।
बोले ल माछा चाहिँ यहाँ एकदम ठुल्ठुलो रहेछ होइन 6वटा पार्यो अहिलेसम्म हामीले होइन अब अझै 6वटा पार्यो भने 12वटा हुन्छ यस्तो छेउमा नि माछा आइरहेको छ यार घामले फेरि लास्टै पोलेछ आज चिरिक्कै केटोको शीतन फेरि यस्तो छ कि यस्तो खान्छ केटोले अनि माछा नपरेर भयो त है माछाभन्दा महँगो त यही होला लगाऊ पर्छ कि माछा बुढो मान्छेलाई चाहिँ यस्तो खाने खाँदा ओहो सामान दिनु पर्दैन सामान दिनु पर्दैन आफै हातमा लिएर बस्छ मलाई सामान फुत्का आयो केटाले ठिक छ फेरि आइहाल्छ नि के छ र त्यसलाई जसरी पनि समात्नु पऱ्यो होइन पानीमा बसेर हुन्छ कि समात्छ तर सियोर प्रकाश दाइ उहाँ टाढा पुगिसक्यो एक ठाउँमा सर्दैन त्यही आउनुपर्छ है जस्तै एउटा निकालेको खिचौँ भनेको झुल्टीमा आयो क्या जाल खेल्नेहरू आइरहन् दुई घन्टा हुन लागिसक्यो एक ठाउँमा खेलेको अनि म चाहिँ यहाँ प्रकाश दाइलाई बियर पुर्याउन जाँदैछु होइन प्रकाश दाइ चाहिँ यता हामी चाहिँ उता हो प्रकाश दाइले कति माछा हाने रहेछ त होइन हेरौँ मान्छेहरू आउने कार्यक्रम बढ्दैछ झुला हान्नलाई मान्छेहरू आउँदैछ उतातिर मान्छे सुरु गरिसक्यो प्रकाश दाइ कति गहिरो छ लिन आउनु त्यसो भए त ए खाँदै हान्नु नि के ए अन्त चप्पल गर्दो रहेछ कहाँ अघि उतातिर नि मरेको थियो यार खपाउँदीमा पनि
कति पार्यो त्यही 4-5 वटा छ त्यो देखेको छु ए केटोले 6वटा पारिसक्यो पानी खा बेलुकैसम्म हान्ने हो 4-5 बजीसम्म यहाँ चाहिँ प्रकाश दाइको माछा हो प्रकाश दाइको माछा हेर्नु पर्यो कतिवटा रहेछ 3, 4, 5, 6, 7वटा भइसकेछ झन् प्रकाश दाइको त यहाँ 7 पिस यसमा नि होला अझै यसमा त ल्याउ रहेछ बल्छी पनि थापेर राखेछ पार्की माछा यति छ है खेल्दैछ यहाँ माछा मार्ने मान्छे यता छ डढिसक्यो घामले पुरै हो र अलि राम्ररी हान्नु पऱ्यो कि यार सन्तोष उहाँ बिचमा पानीको बिचमा बसेको बुढो त यत्रो माउर मरेर बस्या भन्दै थियो के अरे के भएर मरेको रहेछ कि माउर है उता माथि यता सबतिर मर्या यो पनि त्यही मरेको माउरको होला के यो हड्डी है ल दोस्रो माछा पर्यो है हाम्रो ठुलो छ तिलपिया अब योभन्दा ठुलो रहेछ नै साथीहरू यस्तो तिलपिया मात्रै पर्छ बल्छीमा चाहिँ माउर हान्छ आउँदैन है यही मात्रै पर्ने हाम्रो सिकारी बुढो हाँस्दैछ अझै र फेरि माछा परेको अवस्था तर ठुलै रहेछ यो त तर यो चाहिँ उम्केको हो क्या चालबाट ए ओहो ल है त मुखै च्यात्तेछ यसको त काँडाले घुँचेर तिमीलाई नै खोज्दो रहेछ क्या माछाहरूले मलाई नपत्ता आउँदो रहेछ प्रकाश दाइ फेरि यहाँ छन् हेर्दैछन् प्रकाश दाइले र यता झुल्टीमा आयो है त यतापट्टि जालडिम पनि छ ल अब यहाँ चाहिँ केटाहरू फेरि 2 जना थप्यो है हाम्रो डनहरू 2 जना यो चस्मा चाहिँ मलाई केटाहरूले गिफ्ट दिएको यता प्रकाश दाइले हान्दैछ अहिले अनि सन्तोष चाहिँ रक्सी लिन गएको छ केटाहरू रक्सी हानेर यस्तो घाममा यी पुरै चिया भइरहेछ अझै केटाहरूले फेरि ओभर हान्छ है रक्सी त यस्तो घाम त्योभन्दा त बरु तिमीहरूले छ्याङ ल्याएको भए ठिक हुन्थ्यो कि है शीतल हुन्थ्यो यसले त झन् गर्मी हुन्छ होला त ओभर गर्मी भएर केटाहरू अहिले पौडी खेल्छन् मरेन अहिले कहाँ मर्छ यो त मरेन होला ल प्रकाश दाइ म खिचेछु एउटा ठ्याक्क निकाल्नु त खिच्दाखेरि तर यो तिलपिया त अलिक खेल्न जानुपर्दो रहेछ कि है नत्र नआउँदो रहेछ क्या
टन्नै छ है डाँडो यो बेलुका बेलुका पर्छ होला यो सबै त्यही होला अहिले अलिक गरौँ भयो झुला झुला हान्नु नि पऱ्यो ठिकै भागिहाल्छ नि झुला हान्दैसँग त झुलमा त यो सिट राखेर झिँगा खतरा पर्छ झिँगा खतरा पर्छ अरे अस्ति नै केटाहरूले आधी किलो पनि बढी पारेको थियो एकैचोटिमा यार अस्ति बेचे नि केटाहरूले 2700को बेचे थियो केटाहरूले जति मान्छे सब पकाएर खाने केटाले माछा किरा छ झिँगा त माछा जस्तो हुन्न के खान सक्दैन झिँगा त के भयो तिम्रो त्यो के भएको छ त्यहाँ ओ शिवु ढलिसक्यो केटा यता हेर्नु नि हामी चाहिँ माछा हान्दै केटाहरू यस्तो घाममा यस्तो गर्मीमा पनि आनन्दले खेलिरहेको छ पुरै पसिना छुट्यो यी प्रकाश दाइको त्यही नि हानिरहेको छ केटाहरूले सन्तोष ठिक छ नि होइन ए लास्टै धेरै हुन्छ आज त्यहाँ त्यत्रो छ यी दुइटा परिसक्यो एक्स्ट्रा 20वटा जति पऱ्यो भने नि हुन्छ क्या है 8वटा पुग्यो 10वटा नि धेरै हुन्छ डोरी लाग्यो त्यो त निकालिसक्यो गु पनि त्यसको त अघि जाने भनेर रेडी भएको हो क्या फेरि सुरु गरेँ केटाले अब बेलुकासम्म होला आयो भाइ त कसकोमा पर्छ माछा हामी चाहिँ हल्का छातामा पानी आउँछ के हो कालो कालो पर्छ है यतातिर कालो भयो भने चाहिँ गइहाल्नु पर्छ जिगा त सन्तोष तारा है अहिले त खिचिरहेको छु मैले ढल्यो केटा सक्यो अहिले रक्सीले पुरै यसको गलिसक्यो कि ज्यान यसले सहनै सक्दैन अहिले के रक्सी खाने होइन ओहो पुग्यो यार ल माछा हान्दैछन् केटाहरूले म चाहिँ सुत्दैछु यहाँ अहिले त घाम पनि आउन छोड्यो पानी आउला जस्तो छ माथि है त गडाङ गुडुङ गर्दैछ